नाम्चेबाट देखेको हिमाल चाहिँ यही हो है दामी छ है आज चाहिँ हाम्रो थर्ड डे हामी नाम्चेको बजारमा बिहान बिहान हिमालको एकदम रेन्जहरू हेरेर हाम्रो रमाइलो भइरहेछ बबाल छ यहाँ खतरा छ यताहरू फोटो खिच्नमा बिजी बिहान बिहान खतरा छ नाम्चेमा ब्रेकफास्ट खान जाँदैछ केटाहरू अब बिहान बिहान थोक्पा पड्काइन्छ होइन सुकुटी र हामी लागिन्छ दिबुचे ल है बिहानको दृश्यहरू है अब नाम्चेमा यस्तो छ एकदम भइसक्यो बिजनेस स्टार्ट भइसक्यो दामी छ नाम्चे कहिले अब स्याङबुचे आउन लाग्यो हाम्रो दामी छ नाम्चे भाइ अब डे 3 मा हामी नाम्चेबाट हिँडेको लगभग 2 घन्टा हुन लाग्यो 1 घन्टा हो क्या 1 घन्टा हुन लाग्यो यस्तो राम्रो भ्यू छ एकदम स्काई क्लियर छ यो चाहिँ थाम्सेरको एकदम राम्रो छ के खाइन्छ त हाम्रो एभरेस्ट भ्यूमा हामी कफी अनि तातो पानी कफी त धेरै खायो कफी एकदम धेरै भयो है क्र्यास होला नि ल एभरेस्ट भ्यूमा गएर हामी कफी खान्छौँ अब स्याङबुचेबाट हामी स्याङबुचे पुग्दैन कि हामी अब चाहिँ हामी बिस्तारै बाटो लाग्छौँ अहिले चाहिँ हामी डाँडाको टुप्पामा आइपुग्यो यो पानारामा होटलको अगाडि माउन्ट एभरेस्ट चाहिँ हामीले यहाँ देख्यो आजदेखि माउन्ट एभरेस्ट देख्छ सही हो यहाँबाट आधा घन्टाको छ हाम्रो एभरेस्ट भ्यू होटल हिँडेको पनि लगभग 1 घन्टा 20 मिनट हुन लागेको छ है आमा डब्लम चाहिँ उतै हो कि हो ब्युटिफुल छ भन्दै थियो त्यो ब्युटिफुल जस्तो उयो छ नि यस्तो त्यो गाइडलाई सोधिदिनु यस फाइनली हामी एभरेस्ट भ्यू क्याम्प रे भ्यू होटलमा है आइपुग्यो है नहुँदै धेरै राम्रो खतरा नेपाल भनेको स्वर्गै हुन्छ भन्दै नाम्चेबाट कुदेर आउँदा हामीले 1 घन्टा अलिक बेसी कम लाग्यो होला है 40 मिनट भइपुग्यो कुदेन त हामी उकालोमाले रनिङ गर्नु गएको हजुर मलाई त मनदेखि नै कस्तो ठुलो एचिभमेन्ट जस्तो लागिरहेछ बेस्ट मेरो लाइफकै बेस्ट पूजा गरेँ युज गरेँ म त उता माथि एभरेस्ट बेस क्याम्पमा 1000 रुपियाँ चढाएर आउनु पर्ला सही हो चिल पनि बाँझ हेर्नु न बवाल छ यहाँ 9 डाँडा पाडी भने जस्तो 1 2 3 4 5 6 7 12 हामी चाहिँ एभरेस्ट भ्यू होटलमा बसेर जिन्जर टी खान्छ चाहिँ जिन्जर टी बनाउँदैछ त्यसपछि मेरो झोलाको माथि होटलमा
भ्यूको मजा लिँदैछौँ। यहाँबाट अब हामी 3.5 घन्टा जान्छौँ होला। कुमजुङ भ्याली चाहिँ यही हो। यहाँ पछाडि चाहिँ एडमन्ड हिलारी स्ट्याचु रहेछ। त्यता लगेको अब यहाँबाट ओह्रालो लाग्छ पर तेङ्गुजेतिर भ्यू त ओह्रालोमा चाहिँ मुनि कलरतिर गएपछि होला। कुमजुङ भ्याली आइपुग्यो। कुमजुङ नामा डबलम। यस बाबा फाइनली 3 घन्टा हिँडेर तेम्बु चाहिँ गुम्बा आइपुग्यो हामी। अब तेम्बु चाहिँ गुम्बा आइपुग्यो। तेम्बु चाहिँ गुम्बाको दर्शन गर्छौँ तेम्बु चाहिँ गुम्बा चाहिँ यही हो। तेम्बु चाहिँ गुम्बाको दर्शन गर्छौँ अब हामी। बाटोमा हामी धेरै चौरीहरू पनि देख्यौँ। खच्चर चौरी ठाडै उकालो थियो। हामीले खाना चाहिँ जम्बलामा खायो। त्यहाँबाट ठाडै उकालो लगभग 3.5 घन्टापछि तेङ्बु चाहिँ आइपुग्यो। अब तेङ्बु चाहिँ गुम्बाको दर्शन गर्छौँ। तेङ्बु चाहिँ गुम्बा चाहिँ यही हो। बाहिरबाट भित्र रहेछ आज चाहिँ नेपाली दाजुभाइहरू बाटो बिर्स्यो है अमित बिर्स्यो है। जङ्गलको बाटो लगेर अब सिधै हामी एभरेस्ट बेस क्याम्प पुग्छौँ यहाँबाट। अहिले चाहिँ ठ्याक्कै पैरगेस होटल पुग्यो। डे 3 मा अब हामी यतै बसौँ होला। फाइनली यहाँ पुग्यो। गुड मर्निङ फ्रम देवीचो फ्रम प्याराडाइज लज। आज चाहिँ डे 4। बिहान हामी 6 बजे उठ्यो र सनराइज हुँदैछ। माथि टुप्पामा सनराइज भइसक्यो हिमालको टुप्पामा हुँदैछ। अब हाम्रो फेरि ट्रेक डे 4 को ट्रेक स्टार्ट हुन लागेको छ। यहाँबाट हामी अब दिङबिचो जान्छ होला। त्यहाँबाट हामी अब माथि बिस्तारै माथि जान्छ होला। गुड मर्निङ गाइज, गुड मर्निङ। एकदम चिसो छ। -19 कति छ कि चिसो छ। माथि हेर्नुहोस् न हिमालकै मुनि छ हामी। एकदम भेरी क्लोज आज चाहिँ डे 4 हामी तेङ्बुजे गुम्बा हामी बसेको तल त्यहाँबाट हामी अब बन हुँदै अब हामी दिनको चिजहरू लाग्छौँ। छोडेर दामी छ। अहिले चाहिँ हिँडेको लगभग हामी 2 घन्टा हुन लाग्यो। माउन्ट एभरेस्ट टक्क देखिरहेछ त्यो माथि। माउन्ट एभरेस्टमा हेर्नुहोस् मजाले हावा चलिरहेछ। त्यो हिउँहरू उडाएको त्यो हो माउन्ट एभरेस्ट। यो चाहिँ हो आमा डबल। यस्तो स्वर्ग छ यार। बवाल छ एकदम क्लियर छ स्काई। स्काई क्लियर छ।
चाहिँ बबाल तर खतरा छ नि त रिभर Oh my god, glacier. बबाल छ यो चाहिँ गुरुम्बेजीको सबसे पुरानो 600 वर्ष पुरानो गुम्बा हामी सबैमा 600 वर्ष पुरानो गुरुम्बेजी गुम्बा चाहिँ यही हो पेङबुजे गुम्बा यो चाहिँ 600 वर्ष पुरानो रे सबैजना हिमालमा हाई एक्सपेक्टेसन गर्ने हिमाल चढ्नेहरूले यहाँ पूजा गर्नै पर्छ भन्दै थियो पूजा नगरी कोही पनि जाँदैन अरे अघि मैले सोधेको थिएँ यहाँको लोकल मान्छेहरूलाई एकदम भित्र एकदम राम्रो छ गुरुम्बेजीको स्ट्याचु छ एकदम दामी छ गाउँ यो चाहिँ पेङबुजे गुम्बाको भनेर लोकल गाउँ है अब चाहिँ पेङबुजे गुम्बा दर्शन गरेर चाहिँ म चाहिँ पेङबुजे त्यो भ्याली तल रहेछ त्यहाँ अब हामी पुग्छौँ होला यो चाहिँ हाम्रो ठ्याक्कै उतापट्टि चाहिँ पेङबुजे गुम्बा रहेछ अलि माथितिर एकदम दामी छ हेर्नुहोस् वेदर पनि बब्बाल छ सो लकी एकदम सधैँ आइरहोस् टेफोको खाना खाने ठाउँ चाहिँ लन्च गर्ने ठाउँ चाहिँ यही हो सोमारे यहाँ पुगेर अब हामी लन्च गर्छौँ होला बबाल छ यार ठाउँ त बबाल छ यहाँ पनि रहेछ यहाँ सोमारे खाना खानु हो सोलर स्टोभ सोमारेमा वाटर लन्च हुन्छ हाम्रो सोमारेमा चाहिँ अब लन्च सुरु भयो मेरो सोमारेमा अब डब्लनको अगाडि लन्च दाईहरू कता हो थाहा छैन गायब छ अब चाहिँ सोमारेबाट अब खाना खाएर म चाहिँ लगभग त्यस्तै 2 घन्टाको बाटो छ बिस्तारै हिँड्यो भने इनफ टाइम छ हामीसँग अहिले ठ्याक्कै 12:30 भयो हामी जाने चाहिँ माथि यो कुनातिर हो कस्तो दामी ठाउँ छ चुरो आइपुग्यो छ बाटो यो बाटो हिँड्नुपर्छ चुरोको पुल चाहिँ यही हो हामी तल पर्छ
नजिकको पुल चाहिँ यही हो, चेरोको पुल। तपाईँ माथिबाट ग्लेसियर पक्रेर आएर यहाँ खोलाको सङ्गम ल्यान्डस्लाइड भएको रहेछ। बुझेको हल्का उकालो सक्यो। अब यसो तेर्सो छ अनि अलिकति उकालो यहाँ छ, त्यति हो। अब Oh my God. फाइनली अब दिङको चाहिँ आइपुग्नु लाग्यो। यहाँबाट 20 मिनट मात्रै रहेछ दिङको चाहिँ। यहाँनिर दिङको चाहिँ फाइनली दिङको चाहिँ आइपुग्यो। दिङको चाहिँ आइपुग्यो। अब 10 मिनट मात्रै छ। Babalsen. Aman hembema. Aman hembema. आज चाहिँ day 4 हामी यहाँ बस्छ होला 2 दिन। बबाल छ दिनको चाहिँ डे 4 को दिन। फाइनली डे 4 2 दिन बसिन्छ होला। बबाल छ कस्तो रहेछ हेरौँ न। टासी ढेलेमा टासी ढेले। चिल पारमा बसिरहेछ दुईजना दाजुभाइहरू। के हो इजी बिजी अहिलेसम्म चाहिँ फाइनली डे 4 को डेस्टिनेसनमा आइपुग्यो। धेरै अब्स्टाकल्सहरू थियो बाटोमा। भिड पनि खत्रै थियो। दामी छ सुपर कुल बबाल। थ्याङ्क यू। हामी चाहिँ यहाँ फर्स्ट फ्लोरमा हो बस्ने।